हेलो गाइस, देखो हम लोग आए हैं रत्न पार्क। आज रात में छुट्टी भी नहीं पाई रहती हो के अहिले भर्खर काम सकेर हामी सबै आएको ल। यो हाम्रो साउजी हुनुहुन्छ अनि हामी केटाहरू आएको के आज डुल्न यही रत्न पार्क। यहाँ हरेक चिज पाउँछ। आज हामी आजको रात रत्न पार्कमा छौँ। साथीहरू कहाँ अरे आज रात रत्न पार्क हामी हिँड्दैछौँ कोही घुम्दै केटाहरूलाई लिएर। भाइ के किन्ने भयो भन है। हजुर पाइट किन्ने पाइट किन्ने हो भाइ। मनी हेरिरहेको हाफ ल पाइट किन्ने भयो भने किनौँ है। रत्न पार्कको बजारमा आजको रातमा किन्न आएको। किन्न चाहिँ के आयो? लुगा लुगा ए प्यान्ट केटाहरूको भर्खर जीन्स वाला हाफ होइन होइन ल केटाहरू यहाँ पनि छ भन है। यहाँ रत्न पार्कमा है जे पनि पाइन्छ यहाँ किन्नलाई। जे चाहियो भने नि यो हरेक कुरा पाइन्छ। भिडियो भयो होइन भएको किन्ने भयो पाइयो। रत्न पार्क छ नजिकै फोटो खिच्नु खतरा रहेछ करै नयाँ फोटो भिडियो खिच्नु अन्त स्कुटीमा यहाँ धन्दा सक्छ। दाई दाजु दर्शन नमस्ते है दाई। ए दाई नेपालको झन्डा देखेँ कि कति हो दाई? साह्रै खुसी लाग्यो। हो र 150 है। ल साथी यहाँ दाईले रातिमा नि है झन्डा खिच्दै हुनुहुन्छ। दाई मैले एउटा लिएँ। ल झोला छैन दाई? सानो झोला चाहिँ दिनु न। कपालले त 100 जाने नि छ अरे। सस्तो त सस्तै रहेछ नि भाइ। त्यो 200मा दिन्छ र बफ भैँसीको मासु होला के भाइ? ऊ त्यो खान्छौ त? भैँसीको मासु खाने भयो एउटा खाऊ। यहाँ ऊ पकाउँदैछ। खान्छौ? खाने भयो म पैसा तिर्छु। बफ बफ के बफ भैँसी खाने भयो भन है। नखाने उताबाट माथि जाने भाइ अहिले। यताबाट यता यो भाइले हेर्नु भनेको छन् कि कुन कुन हो हेर कुन हो के हेर्नु ल हेर न हेर माथि जुत्ता होला के पाइन्टलाई होइन 450 भनेको छ। जुत्ता हो के 450 भने? तिमीले के सम्झ्यौ? 450 भने जुत्तालाई हो के 1050 अब एकछिन बस्छु घुम्दै जाने। माथि चढाउन साथी हो है। रत्न पार्क खासै 9 बजे 10 बजे त्यति खासै हामी अब लगभग अब घरतिर जाँदैछौँ हिँड्दैछौँ है। त्यति खासै भएन। रमाइलो चाहिँ भयो। अब भित्रभित्र विशेष कुराहरू देखाउन पाइएन। केही डुलेको मोज मस्ती गरे मात्रै पाइयो। हाम्रो दौडिँदैछ रत्न पार्कबाट दौडिँदैछ केटाहरू। रमाइलो छ नि।
यही बिल्डिङ हो क्या खै कति तले बनाउने भनेर कति तले बनाएको स्वीकृति के भएको भनेको बालेनको नगरपालिकामा अलिकति लफडा परिरहेको बिल्डिङ यही होला पुरानो बस पार्कको भनेको यही बिल्डिङ जस्तो लाग्छ हामी त्यसकै वरिपरि नजिकै छौँ हामीलाई कसले के गर्छ होइन गर्न होइन यस्तो है सर लाग्यो ल त्यसले हेरिरहेको यता पो रहेछ भाइ यता पो रहेछ ल हामी रक्क पार गरेर आज एउटा चिनो लिएर आयौँ हाम्रो देशको राष्ट्रिय झन्डा हुन्छ नि हामै न पनि पुरा फरफर गर्दो रहेछ फरफर ल आजको हाम्रो सानो भिडियो सकियो हाम्रो आजको सक्नु केटाहरुलाई पनि शनिबारको छुट्टी थियो है केटा के खाने बियर खाने कि वाइन खाने बियर खाने बियर खाने अरे बियर र मासु हुँदैन अनि माछा माछा ल है बाई बाई ल सबैलाई बाई बाई ओके